हेलो एन्ड गुड मर्निङ सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई मेरो डेली ब्लग देखाउने छु। दिनमा आज के कामहरु हुन्छ के हुन्छ सबै देखाउने छु। आज चाहिँ म चाहिँ गाउँमा छु, त्यसले गर्दा आज चाहिँ यहाँ कामहरु गर्न आइरहेको छु। मैले अब हलो पाइरहेको छु। यहाँ सबजना हुनुहुन्छ है। लेट्स गाइस देखाउँछु म तपाईलाई यहाँ भन्दा अगाडिको सिनहरु के गर्नुपर्छ। यो गाइस हामी चाहिँ अहिले गाउँमा छौँ। अब हाम्रो भाइ यहाँ हल्लो जोत्दैछ, बल्लो जोत्दैछ चर्चा पारेर होइन। यो अब काम गर्ने सिजन यो भनेको हामी जता भए पनि अब हिजो अस्ति त हामी गाउँतिर हुँदैन थियौँ। अब हामी सहरतिर हुन्थ्यौँ होइन, किनकि हामी पढ्न जानुपर्छ, पढाइको सिलसिलामा हुन्छौँ। हामी चाहिँ अहिले अब फ्री टाइममा दसैँ तिहारको टाइममा गाउँ आएको बेला चाहिँ हामीले काम चाहिँ गर्नु पऱ्यो नि त। अब त्यही भएर काम गरेर चाहिँ अब अलिअलि सहयोग गरेर जानुपर्छ गाउँघरतिर। त्यही भएर म तपाईँलाई आज धेरै होइन आवश्यक जति हुन्छ आज जति जे जे कामहरू गर्छ हामीले त्यतिको आज म तपाईँहरूलाई भ्लग बनाएर देखाउने छु। गाइस सबैले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला भिडियोलाई। अहिले हाम्रो भाइ बल जोत्दैछ होइन। त्यही हो अब हाम्रो भाइ आउँदैछ यहाँ। यो सबभन्दा मेन यहाँको अबको सिजन भनेको चाहिँ गहुँ लाउने हो। अब यो मकै लगाएको सबहरू फाडेर चाहिँ गहुँ लाउनु पर्ने हुन्छ होइन। गहुँ लगाएर जस्तो अब अनि हाम्रो चैत वैशाखमा चाहिँ अनि त्यसलाई सबै फालेर फेरि अनि मकै लाउँछन्। हाम्रो यहाँ चाहिँ दुईवटा खेती मात्रै हुन्छ। जस्ट हाम्रो धान हुन्छ, कहिलेकाहीँ धान लाउँछ, नत्र भने मकै र गहुँ मात्र लाउँछौँ क्या। त्यही भएर हामीले सब काम गरेर जानुपर्छ। अब हामी तिहार सकिएपछि चाहिँ हामी फेरि काठमाडौँ जानुपर्ने हुन्छ, किनकि अब हाम्रो कामहरू हुन्छ नि त। त्यही भएर हो सबभन्दा बढी चाहिँ दुःख दिने भनेको चाहिँ यसमा जोत्दाखेरि चाहिँ यो दुबोले हो कि यो घाँस हुन्छ नि, यस्तो घाँस हुन्छ। यो यस्तो घाँसले लास्ट दुःख दिन्छ क्या। अब गोरुहरूले चाहिँ अब कस्तो हुन्छ पनि धेरै अब जति हलोहरू जति तल काप्नुपर्छ त्यति अब दुबोहरू भएपछि चाहिँ घिसिन्छ क्या। त्यही भएर धेरै जाँदैन क्या, अनि गोरुहरूलाई चाहिँ भार पर्छ। ल गाइस त्यही हो, आज म तपाईँलाई गाउँको फेरि सबै सिन देखाउने छु होइन। हेर्नु होला सबैले। जाने कहां भटकता रहा, पर तुम्हारी यादों से कभी पीछा नहीं छुड़ा सका। बहुत अकेला फील करता था, जिसे भी देखता हमारी यस्तो हाइसोट चल्छन् है। फेरि नदी पुल 350 मिटर लम्बाइ। ल्याउँछ कि भन्ने हो, अब के गर्छ लेट्स सी।